Hello everyone, so welcome to the channel. So this is our first topic, first video of this channel. So सबैजनाले पक्कै पनि माया गर्नु होला, सब्स्क्राइब गर्नु होला है। हामी अब यसमा 10 क्लास को सिरिज स्टार्ट गर्न गइरहेका छौं। पहिला हामी साइन्सबाट नै स्टार्ट गर्छौं है। हाम्रो फर्स्ट च्याप्टर रहेको छ क्लास 10 को च्याप्टर नम्बर 1 दैट इज साइन्टिफिक स्टडी। यसमा हामीले आज भेरिएबल्स को बारेमा डिस्कसन गर्छौं है त। भेरिएबल्स के हो, भेरिएबललाई कसरी आइडेन्टिफाई गर्ने, भेरिएबल्स कति टाइप्स को हुन्छ हैन, त्यो सबको बारेमा आजको यो भिडियोमा हामी डिटेलमा डिस्कसन गर्छौं। त्यही भएर भिडियो एकदम लास्टसम्म हेर्नु होला गाइस है। र पक्कै पनि च्यानल नयाँ छ त तपाईहरुले अलिकति माया गर्दिनु होला। माया गर्नुको मतलब च्यानल सब्स्क्राइब गर्नु होला। सब्स्क्राइब गर्नमा कुनै खर्च लाग्दैन है, किनकि अब यहाँबाट हामी रेगुलरली यसमा नयाँ टपिक्सहरु जुन हाम्रो क्लास 10 को रिलेटेड छ साइन्समा त्यसको हरेक दिन भिडियो पहिला बनाउने छौं। त्यसपछि हामी म्याथ्स को पनि भिडियो ल्याउने वाला छौं क्लास 10 सँगै रिलेटेड। त्यही भएर च्यानल मिस नगर्नु होला, सब्स्क्राइब गर्नु होला ताकि हामी कुनै पनि नयाँ टपिक बनाउँछौं भने त्यो भिडियो सबभन्दा पहिला तपाईहरुसम्म पुग्छ है त। सो विदाउट वेस्टिङ टाइम लेट्स स्टार्ट द भिडियो। सो गाइज यसमा हामी डिस्कसन गर्न गइरहेका छौं क्लास 10 को च्याप्टर नम्बर 1 दैट इज साइन्टिफिक स्टडी। अब यो च्याप्टरबाट बेसिकली 3 मार्क्स को क्वेशन एक्जाममा सोध्ने गरिन्छ हैन। अब 3 मार्क्समा हामीलाई सबभन्दा पहिला भेरिएबल्स के हो त्यो बुझ्नु पर्ने हो, किनकि यो एकदम एउटा इम्पोर्टेन्ट टपिक्स रहेको छ। सो भेरिएबल्स को मतलब के हुन्छ हेर्नुस् है। साइन्समा यदि हामीले भेरिएबल को कुरा गर्यो भने भेरिएबल भनेको सबै जति पनि हामी कुनै एक्सपेरिमेन्ट गर्छौं हैन। अब साइन्समा सबभन्दाखेरि एक्सपेरिमेन्ट त गर्नु नै पर्यो हैन। त कुनै पनि एक्सपेरिमेन्ट गर्दाखेरि हामीले त्यो एक्सपेरिमेन्टमा भएको एन्टिटीजहरु, फ्याक्टर्सहरु र जति पनि त्यसमा कन्डिसन्सहरु हामीले युज गरेका हुन्छौं जुन कि भ्यारी हुन सक्छ या चेन्ज हुन सक्छ, त्यसैले हामीले भेरिएबल भन्छौं। नामै छ अलरेडी यसको भेरिएबल्स। भेरिएबल्स भन्दाखेरि हामीले कुनै पनि एक्सपेरिमेन्ट अब गरे त त्यो एक्सपेरिमेन्टमा जुन हामीले एन्टिटी युज गर्छौं, जुन हामीले त्यसमा फ्याक्टर युज गर्छौं, कन्डिसन युज गर्छौं, त्यो कसरी चेन्ज भइरहेछ, कन्डिसन वाइज त्यसलाई हामीले कसरी चेन्ज गरिरहेका छौं, त्यही सबै एन्टिटीज, फ्याक्टर्स र कन्डिसन्सलाई हामीहरुले भेरिएबल्स भन्ने हो है त। अर्को कुरा भेरिएबल अझै यसलाई हामीले अर्को तरिकाले पनि डिफाइन गर्न सक्छौं। दैट इज भेरिएबल भनेको यो क्यारेक्टरिस्टिक्स हो या नम्बर हुन सक्छ या क्वान्टिटी हुन सक्छ जसलाई हामीले मेजर पनि गर्न सक्छौं या काउन्ट पनि गर्न सक्छौं। जस्तै कुनै एक्सपेरिमेन्ट हामीले गरे त त्यो एक्सपेरिमेन्टमा के डाटा हामीले कलेक्ट गरे, कुन डाटालाई हामीले त्यहाँनिर काउन्ट गर्न सके, कुन डाटालाई हामीले मेजर गर्न सके हैन, कुन डाटालाई चेन्ज गर्दाखेरि कसको त्यसको रिजल्ट कसरी चेन्जेस भयो हैन, त्यो सबै फ्याक्टर भन्दाखेरि केमा काउन्ट हुन्छ त भेरिएबल्समा काउन्ट हुन्छ है त। बडा सिम्पल मिनिङ छ यसको। भेरिएबल भनेकै यहाँ हामी बुझ्न सक्छौं भेरिएबल भनेको पक्का पनि यो भ्यारी हुन्छ है त। त्यो कुरा हामीले बुझ्नु पर्यो। अब जस्तै एक्जाम्पल यहाँनिर दिएको छ, एक्जाम्पलमा सबभन्दा बेस्ट एक्जाम्पल हामी लेख्न सक्छौं। जस्तै एज हो, हामीहरुको एज। जस्तै मान्छेहरु छ त के सबै मान्छेहरुको एज सेम हुन्छ? हुँदैन नि। मैले एउटा एक्सपेरिमेन्ट तपाईहरुलाई भन्दिए कि तपाईहरु एउटा एक्सपेरिमेन्ट गर्नु 10 जना मान्छेमा, त्यो 10 जना मान्छेको एजको एक्सपेरिमेन्ट गर्नु। सबैको एज सेम छ कि फरक छ कि कस्तो छ भन्दाखेरि त हामीले एजलाई यदि मेजर गर्यो भने 10 जना मान्छे लियो भने 10 जना मान्छेको एज सेम हुन्छ? हुँदैन हैन। या एउटै मान्छे कुनै छ भन्दाखेरि त्यही मान्छेको एज डिफरेन्ट टाइमले डिफरेन्ट सिस्टम कन्डिसन्समा हामीले राख्दियो भने चेन्ज भइहाल्छ। जसरी टाइम चेन्ज भयो त्यसको एज पनि के हुन्छ? चेन्ज हुन्छ। त त्यो भनेको एज पनि केमा काउन्ट हुन्छ त? भेरिएबलमा काउन्ट हुन्छ है त। त्यो भनेको हाम्रो भेरिएबल। त्यही भएर एजलाई पनि हामीले भेरिएबलमा बुझ्ने गर्छौं है त। सिम्पल मिनिङ भयो। अब हामीले बुझ्नु पर्ने रहेको छ टाइप्स अफ भेरिएबल्स। त भेरिएबल 3 टाइपको हुन्छ हेर्नु है। एउटा हुन्छ इन्डिपेन्डेन्ट भेरिएबल, एउटा हुन्छ डिपेन्डेन्ट भेरिएबल र एउटा हाम्रो रहेको छ कन्ट्रोल या यसैलाई हामीले भन्ने गर्छौं कन्ट्रोल्ड भेरिएबल है त। अब तीनटैको मिनिङ पहिला के छ बडा सिम्पल बुझ्नुस्। इन्डिपेन्डेन्ट भेरिएबल भन्दाखेरि त्यस्तो भेरिएबल जसलाई साइन्टिस्टले चेन्ज गर्न सक्छ। हामी अब एक्जाम्पलबाट पनि बुझौला। पहिला यति बुझौं कि इन्डिपेन्डेन्ट भेरिएबल भनेको के हो त? जसलाई साइन्टिस्टले के गर्न सक्छ? चेन्ज गर्न सक्छ। र डिपेन्डेन्ट भेरिएबल भनेको त्यो भेरिएबल जसलाई टेस्टेड गर्न सकिन्छ या मेजर गर्न सकिन्छ कब? एन्ड अफ द एक्सपेरिमेन्टमा। कुनै एक्सपेरिमेन्ट गर्यो त त्यसको एन्डमा त्यसलाई मेजर गर्न सकिने चाहे त्यसलाई टेस्ट गर्न सकिन्छ भने त्यो भेरिएबल भनेको कुन भेरिएबल भयो त? डिपेन्डेन्ट भेरिएबल भयो है। अर्को कुरा कन्ट्रोल भन्दाखेरि त्यस्तो भेरिएबल, नामै छ कन्ट्रोल, त्यसलाई चेन्जै गर्न सकिदैन।
या त्यसैलाई हामीले यस्तो भनौँ जो कि सेम रहन्छ कुनै पनि कन्डिसन्समा, त्यसलाई हामीले चेन्ज गर्न सकिरहेका छैनौँ, या यसैले हामीले कन्स्टेन्ट भेरिएबल पनि भनेर बुझ्ने गर्छौँ है त। अर्को कुरा इन्डिपेन्डेन्ट भेरिएबलको गर्यो भने कुनै पनि एक्सपेरिमेन्टमा एउटा मात्र इन्डिपेन्डेन्ट भेरिएबल हुन्छ। कतिवटा? एउटा मात्र है। र डिपेन्डेन्ट भेरिएबल एउटा पनि हुन सक्छ या एक भन्दा बढी पनि हुन सकिन्छ है, या मोस्टली केसेसमा इन्डिपेन्डेन्ट भेरिएबल एक भन्दा बढी नै हुन्छ। र यो डिपेन्डेन्ट भेरिएबल डिपेन्ड हुन्छ के माथि? इन्डिपेन्डेन्ट भेरिएबलमा। इन्डिपेन्डेन्ट भेरिएबललाई जसरी हामीले चेन्ज गर्छौँ डिपेन्डेन्ट भेरिएबल पनि के हुन्छ? चेन्ज हुन्छ है। त्यही भएर हामी लेख्न सक्छौँ डिपेन्डेन्ट भेरिएबल इज डिपेन्डेन्ट अपन इन्डिपेन्डेन्ट भेरिएबल। त्यहाँ हामीले लेखेका छौँ इट डिपेन्ड्स अन द डिपेन्डेन्ट भेरिएबल है त। अर्को कुरा कन्ट्रोल या कन्ट्रोल्ड भेरिएबल भनेको यो पनि एक भन्दा बढी हुन सकिन्छ है। अब जस्तै एक्जाम्पलबाट यदि हामीले बुझ्यौँ भने जस्तै मानिहाल्नु दुई टाइपको हामीसँग प्लान्ट छ हैन। अब दुवैमा हामीले सनलाइटमा राखे हैन। अब सनलाइटमा राखिसकेपछि दुवैमा हामीले पानी हाले त कसरी? जस्तै एउटा प्लान्ट छ त्यसमा डेली पानी हालिरहेछौँ, हरेक दिन त्यसलाई बिहान र बेलुका पानी हाल्नु छ। र एउटा अर्को जुन प्लान्ट छ त्यसलाई अल्टरनेट गरेर पानी हाल्ने, जस्तै कि आज पानी हाले भोलि छोडिदिने फेरि पर्सि हाले है। अब त्यहाँनिर के हुन्छ कि दुवैको रिजल्ट सेम हुन्छ? हुँदैन, दुवैको रिजल्ट सेम हुनेवाला छैन। त यहाँनिर जुन हामीले एमाउन्ट अफ वाटर जुन एड गरिरहेका छौँ दिइरहेका छौँ त्यो वाटर भन्दाखेरि हामीले त्यसलाई चेन्ज गरिरहेछौँ। एउटामा हामीले सेम राखिरहेछौँ, एउटामा हामी चेन्ज गरिरहेछौँ। त कसलाई हामीले चेन्ज गर्यो? वाटरलाई चेन्ज गर्यो। त वाटर एमाउन्ट अफ वाटर केमा काउन्ट हुन्छ? इन्डिपेन्डेन्ट, यानि कि एक्सपेरिमेन्टमा जसलाई हामीले चेन्ज गर्न सक्छौँ त्यो भनेको इन्डिपेन्डेन्ट भेरिएबल भयो है त। अर्को कुरा डिपेन्डेन्ट भेरिएबल भन्दाखेरि जस्तै त्यसैमा जुन अब जस्तै पानी हामीले चेन्ज गर्छौँ, एउटालाई डेली दिए अर्कोलाई अल्टरनेट गरेर दिए भने त्यसको ग्रोथ पनि त चेन्जेस हुन्छ नि। अब जसमा रेगुलर पानी हाल्छु त्यसको ग्रोथ र जसलाई अल्टरनेट गरेर पानी हाल्छु त्यसको ग्रोथ चेन्ज हुन्छ कि हुँदैन? यानी कि ग्रोथ अफ प्लान्ट डिपेन्ड्स के माथि? एमाउन्ट अफ वाटर माथि। त्यो एमाउन्ट अफ वाटर इन्डिपेन्डेन्ट भेरिएबल किनकि त्यो चेन्ज भइरहेछ। र जुन ग्रोथ अफ द प्लान्ट छ त्यो के छ? डिपेन्डेन्ट भेरिएबल छ किनकि त्यो डिपेन्ड छ के माथि त? एमाउन्ट अफ वाटर माथि। त्यही भएर ग्रोथ अफ प्लान्ट के भइहाल्यो? डिपेन्डेन्ट भेरिएबल भयो है। यसरी बुझौँ। अर्को कुरा कन्ट्रोल भनेको अब त्यसमा त्यो जो एक्सपेरिमेन्टमा हामीले सनलाइट भयो, मिनरल्सहरू भयो हैन, त्यसको सराउन्डिङ भयो, त्यसलाई हामीले चेन्ज गरिरहेको छैनौँ। त्यो दुवैको लागि सेम राखेका छौँ, दुवैमा सेम एमाउन्ट अफ सनलाइट छ, दुवैमा सेम कन्डिसन्स अफ इन्भाइरोमेन्ट छ भन्दाखेरि त्यो जुन एक्स्ट्रा फ्याक्टरहरू छ जस्तै सनलाइट भयो, इन्भाइरोमेन्ट भयो, त्यो केमा काउन्ट हुन्छ त? कन्ट्रोल्ड भेरिएबलमा, किनकि त्यसलाई हामीले सेम राखेका छौँ दुवै कन्डिसन्सको लागि है त। त यो तरिकाले हामीले टाइप्स अफ भेरिएबल र भेरिएबललाई हामी इजिली बुझ्न सक्छौँ है। तपाईँहरूले सायद होप छ बुझ्नु भएको होला हैन। बुझ्नुभयो कि बुझ्नु भएन त्यो कुरा कमेन्टमा लेख्नुहोस् र पक्कै पनि च्यानल सब्सक्राइब गर्नु है त। सो आजको लागि यति गरौँ, फेरि हामी नेक्स्ट भिडियोमा आउनेछौँ है। तबसम्मको लागि गाइज बाइ बाइ।